अनि हाँस्नु हो के रहेछ रे यता अन्त के रहेछ रे धेरै धेरै बाटो रहेछ फेरि 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 धेरै बाटो रहेछ अहिले जाँदा कस्तो अहिले गलिसक्यो अब वहीँ सेलुटीमा जाने हो कि सक्दैन जस्तो अघि हामी उता तलबाट आएको होइन होइन म त यो ढाड दुखिसक्यो अब आइहाल्यो नजिक भनेर म त हो समय ठाउँमा बाइक जान्छ स्कुटी जान्छ भनेर पो आएको हो यता हेर्नु भन्नु हो स्कुटी नजिकै भनेर स्कुटीमा नजिक स्कुटी जान्छ होला भनेर पो आएको यत्रो हिँड्नु पर्दा चाहिँ गलिसक्यो म त गलिसक्यो अहिले फर्किँदा कसरी फर्किने हो थाहा छैन हो हेलिकप्टर पठाइन्छ अहिले तपाईँ कस्तो ढाड कमर दुखिसक्यो के माला हुन्छ गर्मी घरबाट फेरि लाउनु पर्छ अलिअलि हिँड्नु पर्यो नि त नि अब अहिले यहाँ चाहिँ छोरासँग आयो अब माथि महादेवकोमा चाहिँ नानीसँग नानीलाई के भन्न चाहनुहुन्छ त नानी लयो भने जाने होइन नानीलाई के भन्न चाहनुहुन्छ भनेर ए म सरङकोट आएको सरङकोट होइन हो के अरे चाइनिज गुम्बा आएको प्रेमसँग घुम्न नानी म त हिँड्नै सकेको छैन नजिक होला भनेर आएको त टाढो रहेछ हिँडेर पाइला सार्नै सकेको छैन बो यहाँबाट हेर्ने हो माथि जानु त हिँड्न नसक्दो रहेछ म त कम्मर दुखेर भाँचिएर जस्तो भयो म त ठ्याक्कै त्यहीँ लान्छ होला भनेर आएको त कहाँ हो नि यस्तो बाटो पो रहेछ हेर्न बेसरी कम्मर दुख्यो कि म त सकेन हौ प्रेम सकेन त्यो माथि त म त सक्दैन यही हो कि अब आइसक्यो दर्शन गर्ने हो आइसक्यो यहाँ बाँदर आउँछ अहिले फेरि यहाँ बाँदरले हिँड्नु बिस्तारै बिस्तारै त्यति हालिदिनु खै त्यो पानी दिनु पर्यो पानी गाह्रो भयो मैले म त अनि ए सक्दै सकिनँ यहाँ आउँदा सानै सकिनँ कि बोलाइरहेछ भगवान् बुद्धले उहाँ छिटा आइज माइली छिटा आऊ मङ्गली भनेर बोलाइरहेको छु बाबालाई के भन्नुहुन्छ त अनि बाहिर सार्नै सकेन हौ म त मालदाईलाई के भन्नुहुन्छ त अनि म हिँड्न सकिनँ चाइनिजमा आएको हिँड्न सकेको छैन यो पुऱ्याइले नजिक छ भने ल्याएको माइला भन्नेको म हिँड्न सकेन थपक्कै भयो अहिले झर्नेले पनि झन् कसरी जान्छ अनि झर्नेले पनि झन् भएर पो जान पर्दो रहेछ त हौ टाढा रहेछ नि हो टाढा माथि त्यो सिँढी उक्लिने होला त्यो सिँढी त्यो के अलिअलि त उक्लिनु पऱ्यो नि त अनि म त गर्दिनँ म त अब म कति दिनसम्म थला पर्छ अब म अहिले म घर जानु सक्दिनँ हेलिकप्टर बोलाइन्छ क्या अहिले यस्तो पो भयो त म त हिँड्नै सकेन हो यस्तो टाढा त नगयो नि हिँड्दैन मलाई नजिक छ भनेर पो आएको त बाटो सुन्नु बिस्तारै हिँड्ने मान्छे